नमस्कार सम्पूर्णमा आज हामी घुम्दै फिर्दै यस्तो ठाउँमा आएका छौँ भन्दा अलिकति अचम्म विगत लामो समयदेखि एउटा पेसामा आधारित पसलमा हामी आएका छौँ जहाँ यो पसल सुरु भएको थियो। त्यो पसल सुरु हुने क्रममा यहाँ अरू कुनै पसल थिएन। विगत 2036 सालदेखि यहाँ पसल व्यवसाय गरेर बस्नु भएको थियो बुबा, र बुबाको कामलाई नै निरन्तरता दिँदै छोरा बुहारीले पनि त्यो कामलाई अहिले निरन्तरता दिइरहनु भएको छ। यो पृष्ठभूमिमा एउटा हाइवे देखिरहेका छौँ। यो हाइवे हेटौँडाबाट काठमाडौँ जाने क्रममा कान्ति रजपथको रूपमा चाहिँ चित परिचित छ। यही चित परिचित ठाउँमा चुच्चे खोला छ। चुच्चे खोलाको मेन बजारमा विगत 36 वर्षदेखि यस क्षेत्रमा खुवा बेच्दै गर्नुभएको व्यापारी बुबासँग हामी कुराकानी गर्नेछौँ। उहाँको छोरासँग पनि लाउनुहोस्। अनि त्यहाँबाट सबैभन्दा त्यो पल्लो उताबाट मभन्दा 20 वर्ष पछाडिको पुरानो बाबु भन्न छोड्छ त्यो बेला मैले के पनि भन्न त्यो पनि गरिखाऊ होइन। अब ऊ त्यो 6 महिना भयो त्यो पुरानो तराई त्यो पनि पुरानो हाउस भन्ने के लेखेको छ होइन। पुरानो भनौँ न अब ठिकै छ। अब हामी पनि यति यो लेख्ने थिएन अरूले गर्दाखेरि यो 36 साल सबैभन्दा पुरानो भन्नु पनि आवश्यक थिएन। पनि सबै मान्छेलाई थाहा हुन्छ व्यावहारिक हिसाबले व्यवसायिकमा चाहिँ अलिकति तलमाथि भयो कि भन्ने हिसाबले चिनाउनलाई चाहिँ गरियो चिनारीको लागि। अनि त्यहाँबाट चाहिँ हामी चाहिँ 4 छापर दिएका छौँ यताउति गरेका छौँ। हाम्रो विज्ञापन भनेको हामीले गर्ने होइन तपाईँहरूले गर्ने ग्राहकले गर्ने। ग्राहकले गरेको विज्ञापन चाहिँ परिपक्व हुन्छ। हामीले गरेको चाहिँ कतै झुटा पनि हुनसक्छ कि भन्ने ग्राहकहरूले महसुस गर्नुहुन्छ। 36 सालदेखि नै भन्नुभएको छ, फेरि सत्य हो कि होइन भन्ने कुरा पनि आउँछ नि त आउँछ होइन। अब तपाईँको भन्नु सत्य नगरेको भए टिक्दा पनि टिक्दैन यति लामो समयमा टिक्दैन। अब एउटा मैले के सुनेको थिएन हिँड्दाखेरि पछाडि हिँड्नुपर्छ भने पछुवाको हिसाबले पछुवा हिँडे जस्तो अथवा हात्ती हिँडे जस्तो हिँड्न सक्दैन अरे। घोडा दौडे जस्तो त्यस्तो दौड्यो भने जानै थाल्यो कि मान्छेले यो गर्यो यो गर्दा भएन यो गर्यो यो गर्दा चाहिँ भएन यो गर्यो यो गर्दा भएन यो गर्यो भन्दा पेसा बदलिरह्यो भने त्यो मान्छेले राम्रो गर्न पनि उन्नति र प्रगति हुँदैन। त्यस कारण एउटै पेसा गरेपछि अनि बिस्तारै हुँदो रहेछ भन्ने कुरो त मैले महसुस गरेँ नि आफै। त्यसो भएर मेरो त अब इतिहास पूर्व इतिहास त धेरै अब कहानीहरू छन् होइन। म त विदेशतिर गएर विदेश भन्नाले पहिला विदेश भनेको इन्डिया कलकत्तातिर विदेश हो होइन। 4 वर्ष कलकत्ता बसेर 4 वर्ष काठमाडौँ बसेर सबै कुरा गरेर अनि त्यहाँबाट मेरो व्यवसाय गर्नुपर्छ भनेर त्यो फेरि मेरो बाबाहरूले त गर्न दिनुहुन्न थियो। पहिला व्यापार गर्नुहुन्न बाबुले गर्नु होइन नेवारले गर्ने हो भन्नुहुन्थ्यो। अनि बाबाहरूलाई कसैलाई थाहा नदिकन म नोकरी गर्थेँ काठमाडौँमा टायर रिसेलमा। त्यहाँ चाहिँ अलिकति गोलमाल भएर चाहिँ मैले जागिर छोडेँ। अनि त्यहाँबाट जागिर खान्न आज बढाउने कान 2टा कान समातेर जागिर नखाने एउटा प्रतिज्ञा गरेँ। अनि त्यहाँबाट एकचोटि म व्यापार गरेर हेर्छु भएन भने गोरु किनेर जोतेर बस्ने प्रतिज्ञा गरेँ भन्नु नि। अनि अर्कासित पार्टनर नगर्ने फेरि व्यापार गरेर कसैसित पार्टनर पनि नगर्ने। महादेवका 3 नेत्र हुन्छ। आज तपाईँहरू मित्र भएको छ पार्टनर गर्छु भोलि गएर तपाईँ गएर मेरो बेच्ने केले हुन्छ त्यो पैसाले हुन्छ केले हुन्छ होइन। त्यस कारण एक्लै चाहियो भने शुद्ध गर्ने राम्रो गर्ने। मलाई दाम कमाउने चाहिँ मन लागेन नाम कमाउनु पर्छ भन्ने मेरो मनमा आयो। अन्तिममा अब सबैभन्दा चाहिँ अब अन्तिममा हाम्रो जति पनि भिडियो हेरेर बसिरहनु भएको छ हामीले उहाँहरूलाई पनि आग्रह गर्छौँ हेटौँडा आउँदाखेरि तपाईँ कान्ति राजपथको बाटो जाँदै हुनुहुन्छ भने श्रीकृष्ण खुवा बिक्री भण्डारबाट चाहिँ तपाईँले सुरक्षित सहित चाहिँ यहाँको खुवालाई चाहिँ सन्तुष्ट मानेर लिन सक्नुहुनेछ। अरू ठाउँको मिसावटको कुराकानी आउला आफ्नो प्रोडक्टमा कमी कमजोरी आउला भने तर यहाँको चाहिँ त्यो हुँदैन भन्ने जानकारी गराउँदै अन्तिममा बुवाले हाम्रो श्रोताहरूलाई के भन्न चाहनुहुन्छ? अन्तिममा तपाईँहरू आउँदाखेरि हाम्रो के भनौँ तपाईँहरूलाई खान मन नलागे पनि हेरिदिएर यसो चाखेर होइन अनि सुझाव दिएर कतै कमी कमजोरी यताउति केही हुन्छ कि भन्ने हिसाबले तपाईँहरू खबरदार है। तपाईँहरूलाई सुझाव कहिले पनि आजभन्दा अगाडि जस्तो काम गर्नुभयो जस्तो काम आजभन्दा अगाडि गर्नुभयो त्यस्तै काम गरेर तपाईँहरूले जीवन बिताउनु होला भन्ने चाहिँ तपाईँहरूले पनि आशीर्वाद दिनुभयो। त्यही